प्रिय दर्शकहरू नमस्कार। म तपाईहरुलाई टोखा नगरपालिका वडा नम्बर 2 मा रहेको सपना तीर्थको बारेमा सानो थोरै जानकारी दिँदै यो सुन्दर दृश्य सहित एउटा भिडियो बनाएर तपाईहरुको लागि दिइरहेको छु। भिडियो पुरा हेर्नु होला। अति नै सुन्दर दृश्य भएको यो मन्दिर, तलाउहरू र यहाँको केही जानकारीहरू दिनेछु। यो सपना तीर्थ मन्दिरको परिसर पनि निकै ठुलो नै छ। यो वरिपरि देखिएको मन्दिर परिसर भित्र यहाँ एउटा सुन्दर मन्दिर छ र यो मन्दिर भित्र भगवान श्री गणेशको मूर्ति स्थापना गरिएको छ। तपाईहरु धेरैलाई थाहा छैन होला यो मन्दिरको अनि यहाँ रहेको तलाउको एकदमै ठुलो महत्त्व छ। जुन महत्त्व तपाई हामी सबैको जीवनमा एकदमै उपयोगी कुराको लागि छ। यहाँका सुन्दर दृश्यहरू देखाउँदै यस सपना तीर्थको महत्त्व तपाईहरुलाई थोरै जानकारी दिने कोसिस गर्दै जानेछु। यो सुन्दर मन्दिर भित्र भगवान श्री गणेशको श्वेत स्वरूप सेतो मूर्ति राखिएको छ। अति नै सुन्दर छ। म तपाईहरुलाई देखाउन गइरहेको छु। यो भव्य मन्दिर भित्र भगवान श्री गणेशको यो सेतो मूर्तिको आफ्नै महत्त्व छ। यहाँ आएर तपाईहरुले जेसुकै मनोकामना भगवान गुरु गणेशसँग माग्नु भयो भने तपाईहरुको मनोकामना पूरा हुनेछ। अब म यहाँ तपाईलाई यहाँ दुईतिर कुण्डहरू छन्, त्यो कुण्डमा लिएर जाँदै छु। हाम्रो जीवनमा सबैलाई रोग लाग्छ र विशेष गरेर यो सपना तीर्थको महत्त्व भनेको यो कुण्डमा आएर हामीले स्नान गर्यो भनेदेखि जस्तो सुकै हाम्रा शरीरमा भएका रोगहरू पूर्ण रूपमा बिसेक हुने किंवदन्ती रहेको छ। र यहाँ एउटा किंवदन्ती मैले सुनेको छु, त्यो पनि तपाईहरुलाई बताउँदै जानेछु। यो यहाँको दृश्यहरू देखाउँदै यो सुन्दर तलाउभित्र यहाँ साना साना भाइ बहिनीहरू पौडी खेलिरहेका छन्। शान्त वातावरणमा ठुलो कम्पाउन्ड, फराकिलो जग्गा अनि सुन्दर मन्दिर अनि सुन्दर फुल बगैँचाहरू बनाइएको यो शान्त ठाउँ हेर्नको लागि पनि त्यति नै महत्त्वपूर्ण, त्यति नै मनोरञ्जनपूर्ण र त्यतिकै आनन्दपूर्ण छ। यो हरियाली, यो बोट बिरुवा, फलफुलहरू सबैले सजी सजाउ यो सुन्दर यो शान्त मन्दिरमा हामी जो कोहीले एकचोटि दर्शन गर्न आउनै पर्ने ठाउँ हो। र विशेष गरेर यहाँ भगवान श्री गणेशको पूजा गरी यहाँ रहेको तलाउमा स्नान गरिसकेपछि हाम्रा सम्पूर्ण रोगहरू जाने किंवदन्ती एकछिनमा बताउँछु। रोचक किंवदन्ती छ। यो दृश्यहरू देखाउँदै तपाईहरुलाई म बताउने छु। यो सुन्दर दृश्यहरू फुल बगैँचाहरूलाई थोरै समेट्दै तपाईहरुको मनोरञ्जनको लागि यहाँको एउटा रोचक किंवदन्ती म बताउन गइरहेको छु। दृश्यहरूलाई हेर्दै आनन्द लिँदै जुन रोचक किंवदन्ती छ त्यसको लागि थोरै धैर्यता गर्नुहोस्। यो सानो कुण्ड जहाँ पानी आफै भित्र जमिनबाट उम्रिरहेको छ र यो एउटा दैविक शक्तिले गर्दा होला। यो पानीले स्नान गरेपछि हाम्रा शरीरमा भएका र कहिले निको नहुने रोग पनि निको भएर जाने, पूर्ण रूपमा बिसेक हुने मान्यता रहेको यो सपना तीर्थ साँच्चीकै एउटा आकर्षक र स्वर्ग जस्तै बनाउने अझै कोसिस गरिएको, यहाँ काम पनि भइरहेको दृश्य पनि म देखिरहेको छु।
अब यो सुन्दर दृश्यहरू मैले तपाईहरूलाई धेर थोर देखाएँ र अब यहाँको किम्वदन्तीको बारेमा म तलाउ नजिक बसेरै तपाईहरूलाई बताउन गइरहेको छु। यो पवित्र तीर्थस्थल सपना तीर्थको महत्त्व यति धेरै किन छ, किन यहाँ भक्तजनहरू आउने र किन आइराखेका छन् भन्दा यहाँ एउटा किम्वदन्ती तपाईहरूलाई सुनाउन गइरहेको छु। मैले पनि बुढापाकाहरूसँग सुनेको किम्वदन्ती हो। धेरै वर्ष पहिले यहाँ खेतै खेत थियो। एकछिन अघि तपाईलाई देखाएको सानो कुण्ड जहाँ पानी थियो र त्यो ठाउँमा पहिला कुष्ठरोगहरूको औषधि थिएन, हामीले सुनेका छौँ। र त्यो ठाउँमा एकजना कुष्ठरोगीलाई घर परिवार समाजले अब यो रोग अरूलाई सर्छ भनेर लिएर आएर यहाँ खेतै खेत भएको ठाउँमा अब त यहीँ मर, अरूलाई रोग सर्छ भनेर यहाँ ल्याएर फालिदिएका थिए रे। जुन व्यक्तिलाई समाज र परिवारले यहाँ ल्याएर फालिदियो त्यो मान्छे जहाँ पानी उम्रिरहेको सानो पोखरी जस्तो थियो त्यो पोखरीमा उनीहरूले छोडेर गए। त्यो मान्छे त्यहीँ लड्यो र त्यो पोखरीमा उसको स्नान भयो। त्यो रात ऊ त्यहीँ बस्यो र त्यसपछि भोलिपल्ट त्यो मान्छेलाई पूर्ण रूपमा उसको शरीरमा भएको कुष्ठरोग पूर्ण रूपमा बिसेक भएर एकदमै राम्रो सुन्दर बनेर त्यो मान्छे घर फर्क्यो। त्यसपछि त्यो घर परिवार गाउँ समाज सबै चकित परे र यो कसरी भयो भन्दा यहाँ रहेको जुन सानो खेतै खेतको बिचमा रहेको सानो पोखरीको पानीमा डुबेको कारण, नुहाएको कारण उसको यो सम्पूर्ण रोग बिसेक भएको हुनाले सबैले यहाँ भगवानको शक्ति रहेछ, यो जलमा औषधि तत्त्व रहेछ अथवा ईश्वरको आशीर्वाद कृपा रहेछ भनेर यसलाई तीर्थको रूपमा स्वीकारेर सबैले सपना तीर्थ भनेर तीर्थको रूपमा स्वीकार गरेको किम्वदन्ती मैले बुढापाकाहरूबाट सुनेको छु। र यहाँ यो जल हेर्दा, यहाँको वातावरण हेर्दा साँच्चीकै एकछिन यहाँ आएर घुम्दा हेर्दा नै एकदम आनन्द आउने र यो शुद्ध पवित्र जललाई हेर्दा, यहाँ बनेका पोखरीहरू हेर्दा साँच्चीकै रोग बिसेक हुन्छ भन्ने मलाई पनि पूर्ण विश्वास छ। बिना कारण त केही कुराहरूको पनि संरक्षण हुँदैन, बन्दैन। त्यसैले दर्शक महानुभावहरू, तपाईहरू पनि टोखा नगरपालिका वडा नम्बर 2 मा रहेको यो सपना तीर्थमा एकपटक आउनुहोस्, यहाँ स्नान गर्नुहोस् र आफ्नो स्वास्थ्यको अथवा लागेका रोगहरूबाट लाभ लिनुहोस् भन्दै तपाईहरूसँग बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।